सुदान गुरुङले फेसबुकमा आज एउटा पोस्ट गरेछन् जसमा उनले दुईटा शब्दको प्रयोग गरेछन्। पहिलो पपुलिस्ट अनि अर्को व्यवसाय। त्यो पोस्ट अहिले भिडियोको पछाडिमा लगाइदिन्छु। तर यो पपुलिस्ट जुन भनेछन् नि सबभन्दा ठुलो पपुलिस्ट त उनै हुन्। सुरुमा भने हामीले चुनाव हुन दिन्न अनि फेरि आफै चुनाव लडेर सांसद भए। म आफ्नो तलब दान गर्छु भनेर मिडियामा हल्ला गरिरहेछन् अनि अरूलाई चाहिँ पपुलिस्ट बनिरहेछन्। र अर्को कुरा उहाँले भन्नुभएको छ म आफ्नो पौरख र व्यवसायले समाजसेवा गर्दै आइरहेको छु र अगाडि पनि गर्नेछु। अब तपाईले व्यवसायमा ध्यान दिन पाउनुहुन्न, अब तपाईले कुनै अर्को जागिर गर्न पाउनुहुन्न। तपाई सांसद हुनुहुन्छ, हजुरको काम कर्तव्य भनेको अब देश कसरी विकास गर्छ त्यसको बारेमा सोच्ने, देशको हितको लागि काम गर्ने हो, न कि आफ्नो व्यवसायको लागि या फेरि हामी नेपाल एनजिओ को लागि काम गर्ने हो। त्यही भएर सरकारले दिएको तलब सुविधा सेवा लिनुस् र देशको लागि काम गर्नुस्। अनि कसैलाई मद्दत गर्न छ, केही सुविधा दिन छ भने तपाईको हामी नेपाल भन्ने एनजिओ छ त्यो मार्फत गराउनुस्। यसो उल्टो काम नगर्नुस् के हामी नेपालको सेवा सुविधा तलब लिएर देशको लागि काम नगर्नु।